हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ म बिहान यता शनिबारको दिन छुट्टी अनि काको साको छुट्टी छ अनि साथीहरूकोमा आएको थिएँ बेलुका अनि यता फेरि साथीहरूको रुम नजिकको पार्क हो यो चाहिँ अनि त्यहाँनिर निस्क्यो के मस्त घाम पनि लाग्यो त्यसपछि आनन्द कस्तो बाहिरको इन्भाइरोमेन्ट पनि यस्तो राम्रो छ है। अस्तिसम्म चाहिँ पुरा सुक्खा थियो अब हरियाली भइसक्यो सबैतिर आनन्द छ। यसो निस्किदिएको है अब यहाँ एक्सर्साइज गर्ने ठाउँहरू यहाँ सब पुरा पार्कमा यस्तो हुन्छ कि सबै छ। यसो अब यहाँको मान्छे चाहिँ के हुन्छ भने एउटा कुकुर लिएर 2-3टा कुकुर लिएर निक्लिला हुन्छ बाहिर सबजना। यो पार्क चाहिँ होइन अनि अस्ति हामी यहाँ फुटबल खेलेको भिडियो पनि बनाएको थिएँ मैले, त्यो पनि हेर्नु होला। यहाँ पार्कमा खेल्नु बेलुका त्यो शनिबार छुट्टीको बेला आएर यसो अनि यहाँनिर अब बस्ने भयो शीतलमा बस्ने रहेछ अनि यहाँनिर एक्सर्साइज गर्ने त्यो ट्याक्क बसेर त्यो यस्तो राम्रो छ। अनि यो चाहिँ अलि माथि छ क्या के अरे त्यो तल चाहिँ सिटी भयो माथि अलि माथि हो क्या गाउँ जस्तो छ अलि त्यस्तो टाइपको। यहाँको मान्छेहरूको लागि चाहिँ यिनीहरूले कस्तो भने अब एकदम राम्रो बनाइदिएको क्या पुरा टक्क ठाउँमा पार्कहरू बनाइदिएको अब निक्लिन बस्नको लागि पनि एकदम होइन। अब त्यो यसको डिजाइन गर्ने मान्छे अब यो बनाउने मान्छे कसरी बनाउने भने मान्छे एकदम कस्तो राम्रो छ भने अब पार्क अब बच्चाहरू खेल्न पनि भयो होइन। अब माटो लाग्छ भने यहाँ बालुवा लिएर हाल्दै बालुवा त लाग्दैन नि त त्यस्तोमा एकदमै राम्रो छ होइन। हरियाली छ पुरै। केटाहरू चाहिँ सुतिरहेको छ है फेरि केटाहरू मस्त। मैले कफी बनाएँ लगेर राख्थेँ उठ्या छैन क्या तिनीहरू होइन। अनि म चाहिँ उठेर अनि यसो अब अल्छी लाग्यो अनि होमवर्क पनि भ्याइदिएँ अनि त्यस पछाडि निस्किदिएँ। अब रुममै बस्न नि अल्छी लाग्छ नि त, बाहिर गयो भने अरू नै अलिअलि यस्तो हरियाली पनि निस्क्यो भने अलि छुट्टै भाइब्स आउँछ। रुममा बस्यो भने के हो थाहै हुन्न। म चाहिँ काठको घरमा ट्याक्क बसिरहेको छु होइन। आनन्द बाहिर बसेपछि अनि घाम पुरै कडा लागेर अनि यहाँ टक्क काठको घरमा शीतलमा बसिरहेको छु। उता रुखको फेदमा बस्दा पनि भयो त्यहीँ टक्क आनन्दले। केटाहरू आउँछ कि भनेर एकछिन बसेको आउँदैन सुत्या भयो कि हो। यस्तो राम्रो छ बाहिर के कुरो भयो आँपको रुख जस्तो लाग्यो मलाई। भयो मस्त कति मजा खाओ आनन्द हेर प्रकृतिको मजा लिएँ नि त मैले आज होइन। त्योभन्दा यहाँभन्दा उता रहेछ झाडीको टक्क बिचमा सर्प तपाईँहरूलाई लाली गुराँस देखाउन लगिरहेको छु है। गुराँस यानि गुराँस पाउँदो रहेछ त्यो देखाउनु लागिरहेको छु। जापानमा पनि यस्तो लाली गुराँसै हो नि यो त सेम त हो भेराइटी त्यो के अरे एउटै स्पेसिस तर भेराइटी फरक त्यही त होइन। यहाँ अस्ति हिजो एउटा पार्कमा गएको थिएँ त्यहाँ पनि यस्तै थियो यहाँ नि यस्तै रहेछ होइन। कस्तो राम्रो छ त सबै कुरा छ यहाँ। उतापट्टि साकुरा छ साकुरा फुल छ बवाल छ। घाम लागेर होला गोरो देखिरहेको छ आज म पनि। यहाँ साकुरा छ यी साकुरा भन्छ यो चाहिँ
यहाँ पनि छ है। नेपालमा पनि यस्तो बनायो अनि टक्क पार्कहरू बनायो त ठाउँ ठाउँमा, अनि गर्दै 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 गऱ्यो भने राम्रोसँग होइन एकदम। अब नेपालमा कस्तो छ भने सब नजान्ने छ, अनि जान्ने छु भन्ने चाहिँ धेरै रहेछ कि, त्यही भएर पनि बिग्रिने हो सब कुरा। एउटाको लिडर एउटा राम्रो हुनु पऱ्यो क्या, अनि एउटा लिडर राम्रो भइसक्यो त्यसलाई फलो गर्नु पऱ्यो क्या सबजनाले होइन। अब जस्तो भए पनि लाग्नु पऱ्यो क्या। अब एउटा बनाएर एउटा बिचमा आएर हिरो बनिदिन्छ, म यस्तो यस्तो हो नि त यो भनेर सिकाइदिन्छ, अनि अर्कोको फेरि अर्कै हुन्छ। सबजना एउटैमा गए पो ल सबै एउटा काम भन्छ त, अनि सबजना अब आफ्नो विचार आफ्नो यसमा गएपछि त कसरी भन्छ, भन्दै भन्दैन। कस्तो राम्रो छ यहाँ। त्यही हो गाइज, अब अरू जे सिक्योस् मलाई चाहिँ सपोर्ट गरिदिनु पऱ्यो सबैजनाले होइन। त्यहाँको भिडियोहरू सेयर गरेर होइन, अनि सब्सक्राइब बढाउनु पऱ्यो। अब म रुमतिर जाँदैछु, अब रुममा गएर अनि फेरि एकछिन फ्रेस भएर अनि आफ्नो रुमतिर जानुपर्छ। अब राजको पार्कमा हिँडेर पनि बसेर भएन, फेरि भोलि काम छ त्यसको भयो। यस्तो बवाल छैन। यता चाहिँ खेलिरहेको त्यो जापानिजहरूमा के अरे त्यो गल्ली गुल्ला कि डन्डीवाला समाउने यो गर्ने खेलिरहेको, यता बच्चाहरू खेलिरहेको छ मस्त। बिहानदेखि आउँछ खेल्छ, नेपालको बच्चा भने कहाँ गाउँ घुम्नु गइसक्छ। यस्तो बवाल छ।